नमस्कार आमा। नमस्कार बाबु। हजुरको नाम के हो भने? बालकुमारी घिमिरे। कति वर्ष हुनुभयो? अहिले बढी भयो 100 वर्ष कति 100 पुग्दैन भयो। बढी। कति सालमा जन्मिनु भयो? म 15 साल हो। 15 सालमा हो जन्मिएको? होइन होला। 15 वर्ष हरा त 15 सालको 15 छोरीको मेरो छोरी 15 वर्ष फरक छ। 18 वर्ष। एक सालमा होला जन्मिएको? एक सालमा। भनेपछि 82 वर्ष हुनुभयो हो? अनि दिदी नि बुढै भइसक्यो नि बेला। जेठी छोरी यता हेर्नु न यता। उही कसो गर्छ अब। अनि छोराछोरी कतिजना अरे हाम्रो? कसका? हजुरका? भनिहालेँ नि अहिले। कति भन्नु? कति सफेर भनिदियो। अनि जेठी छोरी कहाँ हुनुहुन्छ? काठमाडौँ। काठमाडौँ। जेठी छोरीको कतिवटा छोराछोरी? ठुलीको दुईटा। नाम के हो? बिर्सिनुभयो? सबिन हो होइन? सबिन हो। अर्को भान्जा चाहिँ? अर्को बाबुको सुजन। सुजन कहाँ छन् नि अहिले? अस्ट्रेलिया छन्। ए बिहा हेरेर गयो। बिहामा नि गयो। सुजनको बिहा पनि जानुभयो? अनि माइली दिदीको चाहिँ? माइलीको त भोलि त घरको टाढो हो क्या। कसको? माइलीको छोराको। सुदीपको। सुदीप होइन पुरुषोत्तम। सुदीप त तिम्रो पुरुषोत्तम हो। माइली दिदीको कतिवटा छोराछोरी? माइली दिदीको दुईटा हुन्। के अरे? दुईटा होइन एउटा। पुरुषोत्तम भन्छ होइन? एउटा पुरुषोत्तम एउटा। अनि 3टा चाहिँ छोरीहरू होइन? शर्मिला कहाँ दिएको अरे? शर्मिलालाई कहाँ दिएको अरे? त्यसलाई दिएको बाहुन। नाति आइरहन्थ्यो होइन? के नातिको याद आउँछ? बिर्सिनु भएको। अनि त्यसपछि अर्को भान्जी मिना होइन? मिनालाई कहाँ दिएको अरे? यता उठाउनु दियो। कता? सुन्दर बजार। अनि कान्छी चाहिँ? कान्छी दिएको त उसले आफै गरेको भाइ। उसले आफै गर्यो। सरिता होइन? हुन्छ। माइली दिदीको सक्यो। अब तारा दिदीको? तारा दिदीको कतिवटा छोरीहरू? बाबु जन्मिएको थियो क्या अरे। बाबु त्यस्तो भयो त्यहाँ पनि छोरीहरू नाम आउँछ? ठुलीको के हो? ठुली मान्छेको नाम के हो? कसको भान्जीको? त्यसको बिहा आइन्छ नि। म घरडी आएको थिएँ मेरो न्यानी गएको। म हिँडेर आएन किरिन त्योदेखिको याद आउँछ। डाक्टर छ नि त। ए नर्स दिपा भान्जी। अनि त्यसमा दिपा पछिको हो नि? एउटा त आर्मीमा छ क्या अरे माइली। त्यसको पनि बच्चा छ। ऊ बाहिरै छ। साइलीले आफै अरे क्या अरे। अनि कान्छीको गरे। साइलीले आफै गरेको। साइली कहाँ छिन् त? साइली कहाँ छिन्? साइली बाहिर गए समेत। थाहा र त। कान्छी चाहिँ? कान्छी चाहिँ आगी क्या हो त नि? यहाँ आइथिनु। अब कसको पालो भयो? अब चन्द्र दिदीको? चन्द्र दिदीका त दुईटा हुन्। के हुन्? एउटा बाबु एउटा नानी। बाबुको नाम के हो? प्रशान्त होइन? अग्लो भन्छ होइन? त्यो होइन त नि अगाडि गएको यता
दुधाँडै पर्यो नि त दुधाँडै पर्यो दुधाँडै पर्यो त्यहाँदेखि गएको अनि त्यति बेला गरान लाएर यहाँमा गरान लाएर उहाँ जानु पर्थ्यो पानी बोक्नु पर्थ्यो नि बाबु त्यहाँ त पानी लिएर आएँ उड्नु आएर क्या काठलडीको त्यो खोलामा कुवामा त्यहाँ नुहाएर पानी लिएर आएको थिएँ त्यो बेला अन्त 12जना गएका जम्मै 12जना दुधाँडाका गएका यहाँ 12जना गहन तरकारी पनि छैन के गर्ने भनेर मैले यो पाठी मकै भुटेर 12जनालाई त्यहीँ खाना दिएँ चिया पकाएर खाना दिएँ नि उहीँ बसेँ नि भोलिपल्ट त हिँडेँ खाऊँ त्यसरी हिँड्दाखेरि त्यो बाबुले चाहिँ झोला बिर्सियो त कहिले बिर्सिँदैन कुरा हारिरहन्छ बरा अनि भान्जी चाहिँ हजुर भान्जीको नाम के अरे भान्जीको नाम प्रतीक्षा कहाँ छिन् पनि प्रतीक्षा कता प्रतीक्षा नै अमेरिका गएन गएछ अस्ति भर्खर जानुभयो 10 दिन अगाडि दुईटा त हो नि एउटा बाबु एउटा नानी त्यसको बिहा राखेन नानीको बिहा राखेन बिहामा जानु मन लाग्छ कता जाने यति टाढा ओके अनि त्यसपछि कुन दिदीको पालो आयो दिदीको चाहिँ दिदीको त एउटा नानी हो के नाम भन्ने नानीको भाट्ने खान कसो अति होला अन्त नि हजुरले हुर्काउनु भयो के नाम बताए नि नानीको सम्झिँदैन नरमाइलो लाग्छ त्यो बेला भिनाजुली होइन नि जहाँ बच्चा पेटमा थिए जहाँ घर गएर बाबामासँग सोधेर आइज भनेर पठाउनु पठाउँदाखेरि गाडीमा चढ्न त विकासको काम गर्नुहुन्थ्यो नि त अफिसमा अनि बिहाका मान्छेले त गाडीमा ढलाइदिए यस्तो भने बाले किन्ने नभए त्यहाँ उठाउनु दिएर अन्त हरिको नाममा यस्तो यस्तो भयो भनेर अनि त्यो घर बनाउँदा म गएँ त उमेरमा त्यस्तो भयो भने बडा भात नि खाना दिए मामा अरे कति गाह्रो थियो अहिले दुईले दुईवटा पाइ भएर एउटा गइहाल्यो एउटा बाबु मात्रै हो के देखेको त आमाको माइती हुँ हो म नरेको छोरी माइली चाहिँ दार पानी जेठी चाहिँ दार पानी दिया हो मामाका छोरालाई दिएन अरे सबै थाहा छ बा रुन्छन् कति अनि कान्छी दिदीको चाहिँ हजुर कान्छी दिदीको कहाँ हो नि घर कान्छी दिदी कान्छी नि दुईजनै परेको कतिवटा छोराछोरी कान्छीका त छैन धेरै कतिवटा त अस्ति आउनु भएको थियो नि होइन नाति आएको थियो नि अर्पण आस्था र आकृति कहाँ छन् त बाहिर गएछन् अर्पण हो बाबु अभिषेकको के पर्छ अरे औसीको बामलाई ठिक छ ओके अनि अब जेठो छोराको भन्नु पर्यो नि त जेठो छोराको नाम के हो नाति भन्दै हो त नातिको जेठो छोराको नाम के हो जेठो छोराको नाम बाहिर प्रकाश होइन प्रकाश होइन बुहारीको नाम के हो ठुली बुहारी शान्तना नाम आउँदा कहाँ छन् त नि उहाँहरू काठमाडौँ सुनाउनुहुन्छ
अहिले त सुना उतै चितवनमै होइन बसेर आएको घर छैन घर बनाएर बसे होइन घर छ नि त्यस्तो घर सानो घर छैन सानो घर छैन कहाँ हुने हो यस्तो घर बनाएर मन्दिर बनाएर दाइ हिँड्छन् के अरे काठमाडौँतिर जान्छ भाउजू र बाबु बस्ने पढ्न जाने मन्दिर नजिकै मन्दिर पनि छैन माथि यो के मन्दिर धनगढा मन्दिर भरे उनी देखिन्छ नि त मन्दिरै छ नि त नातिको नाम के अरे बाले देखाउन नि ल्याउनु न त बुझ्नुको अनि माइलो छोरा आर्मीमा हो माइलो छोरा आर्मी कि पुलिस आर्मीमा हो रोगी आर्मीमा हो अनि माइलो छोराको कतिवटा छोराछोरी दुईटा हो कहाँ बस्नुहुन्छ काठमाडौँतिर हामी अहिले तिनीहरू बसेको त अहिले त काठमाडौँमा के भन्छन् सयपत्री स्कुल भन्छ सयपत्री स्कुल भन्छ माइलो दाइको नाम आउँछ के नाम अनि माइलो दाइको नाम के अरे नाम चाहिँ के हो त रवि होइन के नाम अरे त्यसपछि सानो छोराको नाम के हो सुदीप त्यहाँदेखि बारे राति मैले 10 जना भइतनी अरे त्यहाँदेखि सबै छोरे थिएँ नि उसले गएर अनि पछि भइतनी अरे हिँड्ने हिँड्दैन यसो हो भने बुहारी अस्पतालमा अनि कान्छो छोरा नातिको नाम के हो त नातिको नाम हाम्रो नातिनीको अभिषा बुहारीको नाम भगवती सिर्जना हो माइलीको बाबुले पढाउने सिर्जना स्कुल बाबुले पढ्ने होला यहाँ हाम्रो अभिषीले ओके अनि कान्छोको कान्छो छोरा ईश्वर हो कान्छो त ईश्वर बेसर भनेपछि सबैको सम्झिनु भयो अहिले नाम बिर्सिनु भएको थियो ओके ल आमालाई सोधा नि त प्रश्न सोधा हजुर के हो हजुरको आमाको नाम के हो हजुरले भन्नुहुन्छ आमाको के नाम हो बालकुमारी माइती चाहिँ अधिकारी बिहेको चाहिँ घिम्रे